खाना थियो माथा छ त्यसै तपला No. Just I did. Life पर्दैन पानी हान्छ बर्तन ताउले तिमी उता उता बस न बस यो पिरो छ छोरो भन्दै छु अहिले म फेरि बस ल बस एकचोटी म आछा नै हेरेको भए पनि नि ताको देखेन पनि म अझै देख्छु देख्यो आँखा देखेन एक देखेन अनि नाम देखो देख्यो अनि त्यसमा चाहिँ पिरो हालेको छु मैले बस न तिमी पनि देखिएन त्यो पनि छ नि खान पर्यो खोल्छु खै मेरो पुम्पुलाई लौटाएर सम्पूर्णमा स्वागत छ हाम्रो अर्को भिडियोमा हामी राई परिवारको तर्फबाट आज नि लिएर आएको छौँ चाउमिन खानाको साथ हो प्लस मेरो बच्चाहरू छ अनि त्यसपछि हामीले घरमै बनाएको अनि चमस्टिकले खाने सो हामी खाना स्टार्ट गर्छौँ है त हजुरहरू चाहिँ हेरेर इन्जोय गर्नुहोस् अनि साथमा छ यो मेरो पुन्टु रिसाइसक्यो सानो बेबी चाहिँ रुइरहेको छ साथीहरू सो त्यस्तै हो बच्चा भएपछि है खायौँ है भन्नुभन्दा अगाडि मेरो छोराले खाइसक्यो साथीहरू म नि खाइँ ल सो मिठो भएछ साथमा छ स्टिम मेरो छोराको ड्यू हामीले चाहिँ ब्याक क्यामेराबाट गरेको साथीहरू कतिको आएको छ छैन थाहा छैन यो चाहिँ मेरो अस्तिको अचारको पेस्ट अलिक खासै अठ्याउन पनि जान्दिनँ हौ म त कति टेस्टी हौ ठेउनु पनि आउँदैन खाएँ है यसमा चाहिँ ठिकै हुन्छ साथीहरू करेन्टमा चाहिँ भब्बाल मिठो हुँदैछ यो काम थाले लगिसक्यो एउटा अब एउटाले खाउँ भनेको त लसुन लास्ट मिठो मिठो भयो लाग्छ पनि खाँदै ओके कम पिरो गाइस अब यसको पालो है त Yes. यता राख्छु है बेबीले छुइदिन्छ फेरि फेरि नदिएको मेरो पुन्टुले साग मुलाको पात हो साग होइन त मुलाको पात हो मुलाको बक्का टेस्टी लाग्छ मलाई यो चाहिँ मैले उसलाई रेडी गरिदिएको साथीहरू उसलाई धेरै भोक लागेको छ त्यही भएर यो धेरै खान्छ ऊ हेर्नु त कतिको खाइसक्छ है पुङ्कु पुङ्कुले दिएन साथीहरू अब म हातले पनि खाइदिन्छु ल लास्ट रहेछ
स्टिम चाहिँ साथीहरु मैले फर्स्ट चोटि ट्राई गरेको है। धेरै देखिरहेको थिएँ, सो ट्राई गर्नु मन थियो, आज ट्राई गरेको, ठिकै लाग्यो। रेड बुलै जस्तो लाग्यो मलाई त यसको टेस्ट। पानी त तिमी खाइसक्छौ? खाइसक्छु। खाइसक्नु नहुनु फेरि अझै छ? आयो है, आयो गाइस, आयो फेरि। म त उसले त सबै खाइसक्छ नि, त्यही भएर कराई नै लिएर आइदिएको मैले। यसमा हेर्नु सक्नुहुन्छ, कराईमा खान जानिँदैन है, प्लेटमै निकाल्छु ल। कराई पनि फिनिस। अनि पेस्ट बनाएको अचारले चाहिँ टिम्बु, लसुन खोर्सानीको पेस्ट, यो चाहिँ एकदम पिरो छ खतरा। त्यस्तो मेरो काम चाहिँ यतै छुइदिन्छ, मेरोमा उसकोमा छुइदिन्छ, के हो क्या काजु आलुको मेरो कान्छाले हेर्नु यहाँ दुःख दिएको। दुस्सा पनि छ। झन् दादा आका भयो, आका घाँटीमा सरी भन्ने पान खानु पर्यो जुसबाट। छैन दादा जिउरोमै परेछ, पिरो भयो। नाकमा परेछ जिउरोमा। जिउरोमा खासै पिरो खान्न नि त, पिरो भएर मलाई त पिरो बचाएर भएपछि के गर्नु। यस्तै हो साथीहरू, मेरो मुखमा भिडियो पनि। मलाई यो स्टिम भन्दा त रेड बुलकै टेस्ट आयो है, रेड बुलकै टेस्ट आयो। अनि त्यसपछि जुसै मिठो लाग्यो। औ म स्टिम खाँदिनँ किनेर जुस। मेरो कान छैन नि यहाँ। औ आऊ छैन आऊ न। नि त मेरो कान पिरो होला नि त तिमीलाई पनि फेरि। न यो खाइदिनु न, नखाने। उसले पनि टिस्युले सिकाउनु बुझ्छ अरे, हेर्नु साथीहरू। आमै आमै उसले नि सिकाउनु बुझेको अरे, हेर्न मेरो पुङ्गु बडा छ। कहाँ दुखेको त यसले बस्दा बस्दै अगायो अनि दुख्छ। लगाउँदै गयो साथीहरू। अनि दिदी पेपा के भनेको? गालमा सुन दालिन्छ नेपाली बोल भन। नेपाली पूजा अनि सबै खान्छ भन्नु
ढाड दुख्थ्यो ढाड उयो त्यस्तो हुन्छ उसको नाटक हेर्ने साथीहरू मेरो छोरा चाहिँ जहिले यस्तो गर्छ लोभिन्छ क्या खानु सक्दैन खाएर मैले खाना नखाएको यो पनि साँच्चै भन्छ चाउमिनसँग नहुँदो रहेछ यो हाम्रो भेज चाउमिन नि त घरमा बनाएको जुस खानु जुस नाइ छोड्दैन के गर्छ आफै त्यसो भएमै उसले जुस खान्छ अरे अम्म मेरो सानालाई आएन नु काले नु कमा खादिन्छु मिठो भएन हो ये नकाले नभए हामी खेल्न जाने खाने फेरि मम्मी दिन त म खादिन्छु आजको मुकबाङ भिडियो चाहिँ साथीहरू अघि चाहिँ मैले भन्न पाइनँ किनभने उसलाई धेरै भोक लाग्यो अरे त्यही भएर ऊ अतारलेको थियो खानको लागि अनि धेरै भाग चाहिँ मैले मेरो लागि छुट्याएको थिएँ तर उसले म खाइसक्छु भने त लास्टमा आएर खाएन यत्रो छोड्यो है सो अब यो भिडियो चाहिँ यतिमै टुङ्गाउन चाहन्छु साथीहरू अनि यहाँसम्म मेरो साथ दिनुभएकोमा सम्पूर्णमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि हजुरहरूले लाइक शेयर सब्सक्राइब गरेर पनि साथ दिनुहोला यो भन्दा राम्रो भिडियो ल्याउने कोसिस गर्छु अब अर्को भिडियो बाई गर्न थालिसक्यो अब अर्को भिडियोमा भेट्ने बाचाको साथ यो भिडियोबाट छिट्न जान्छ साथीहरू ओके बाई 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 गरिदिनु प्लिज सब्सक्राइब ल है साथीहरू मेरो छोराले नि भनिसक्यो सब्सक्राइब भनेर सानो बाई गरिदिनुहोस् पहिला बाई बाई माया गरिदिनुहोस् यो बाई बाई साथीहरू म पनि लु सबैलाई माया गर्नुभएको ल है साथीहरू मेरो पुङ्कुले नि माया गरिसक्यो अब चाहिँ लाइक शेयर सब्सक्राइब चाहिँ गर्नुपर्छ है फेरि पनि बोल्दा बोल्दै लामो भइहाल्छ साथीहरू लु फेरि पनि छुट्न चाहन्छु अर्को भिडियोमा भेट्ने अहिलेको लागि चाहिँ बाई बाई मेरो पुङ्कुले जुस खान्छ रे बाई बाई नि साथीहरू हेर्नु न खाइसक्यो मैले स्टिल ऊ खान्छ अरे मेरो कान्छाले अयो खानुभएको नि त हेर्नु न खाएको हो लो हेर्नु त खानुभएको छैन सक्यो नि त ए आमा स्टिम खाएको रे हेर्नु है साथीहरू सिगान पुग्दैछ नै आइए लु फेरि खै यहाँ पुची गर्नुपर्छ लु त फाया गर्नुहोस् फाया हेरु फाया गर्नुभएको डस्टबिन माया ल